नमस्कार हजुरहरूलाई मेरो यो नयाँ गाउँले केटो भ्लग्समा आज पनि म तपाईहरुलाई एउटा यो सानो भिडियो लिएर आइरहेछु। गत तारिक 4 अक्टोबर 2025 राति धेरै भन्दा धेरै हावापानी आएको हुनाले हाम्रो यो गाउँ जोड्ने ठूलो ब्रिज नै तोडेर लगिदियो। यसर्थ यातायात गर्न हामीलाई धेरै गाह्रो पर्यो र हामी गाउँले दाजुभाइ मिलेर यो काठ रुखपात काटेर यो ब्रिज बनाउने काम गर्यौं। यो ब्रिज एउटा हाम्रो भनौं मुख्य दैलो नै हो। यसर्थ हामी सबैजना मिलेर यो काम गर्ने कोसिस गर्यौं र आज पनि हाम्रो गाउँ भनेको चाहिँ गाउँ हो। गाउँमा जति नै ठूलो समस्या जति नै ठूलो काम आए पनि गाउँ मिलेपछि त्यो काम हाम्रो सानो भन्दा सानो हो र आज हामीलाई यो भलपैह्रोले एउटा चुनौती दिएको छ कि हामी गाउँ मिलेर के चाहिँ गर्न सक्दैनौं। हामी गाउँ मिलेपछि जति नै ठूलो परिस्थिति आए पनि लड्न सक्छौं।